आज हामी गोदावरी आएको अनि मलाई जाडो भयो चिसो पानी खाएको भन्नुभयो के भयो So guys, this is our spot for today. Picnic spot. र यहाँ चाँडो भइरहेको छ लिटरली हामीले हामी घाम खोज्दै बसिरहेछौँ चुपाचुप्स लगी फेरि यसले चुपाचुप्स लगी खाजा खानी हो कि त्यहाँनिर अन्डा सन्डा सन्डा हान्दै के हो whatever it is अन्डा आइज यो तँलाई नखा भने हो कि त्यही हो दिँदै हो नि यो त आइज ल आइज मैले औ खाजा लिन्छु म ब्रेकफास्ट कान्छुको ब्रेकफास्ट बबिताको ब्रेकफास्ट खाऊ न हाउ इज इट तर अन्डा किन नखा मलाई मन पर्दैन ए म त भेज हो त्यही भएर मैले नखाऊ है खै देखेँ घाममा बस्यौँ हामी कान्छु त कहाँ गइरहेछ अहिले के मन्दिर खै यस्तो नि हुन्छ मन्दिर जाने मान्छे मलाई पनि थाहा छैन म त पुच्छर लाएर मात्र आऊ नि त बुझिस् बुझी सो यस गाइस हामी मन्दिर गइरहेछौँ अनि अङ्कल इज टेकिङ अस टु मन्दिर पानी सेकेन्ड ए त्यो वेस्ट भयो भन्नु खोज्छ त्यो पानी अब के गर्न सकिन्छ त जा हात धो मुख धो आइस चिसो पानी हुन्छ के माछा जाने अरे माछा वेयर इज माछा ए अनि यहाँ नि सानो सानो मिनी माछा खै माछा क्यामेरामा चाहिँ देखेन ऊ त्यहाँको मात्र देख्यो हजुर त्यहाँबाट पानी गइरहेको हामी माछा जाँदैन त्यही भएर त त्यो स्टोन हालेको छ त नि रहेछ के माछा सो गाइस हामी यता आएको छौँ जान पानी छुन हिँड्जाम सो हामी आयौँ आउन चाहिँ आयौँ मन्दिर आएको अरे यो मन्दिरै हो अरे ल फुल के छैन के गर्नु जाऊ नडराउ न कसैले तिमीलाई धकाल्दैन जाऊ गुवाचहरू जाऊ न छिटो ल ओए भाइ पानी उता हाल्ने हो भगवान्लाई यसको बुद्धि त माछा छ कान्छुको बुद्धि धेरै नै धेरै जान्छ ऊ त्यहाँ जा त त्यो पानी अलिकति लिएर त्यहाँ शिव भगवान्लाई हाल्दै हामी बोटानिकल गार्डन आयौँ र त्यो त्यहाँ तिनजना पुजापुजीहरू भागिरहेछन् र कस्तो विधिको नराम्रो आयो जुम गरेर सो त्यही हो तिम्रो टाउको काटिरह होला किनकि मेरो हाइट त्यो ठुलो छैन त्यही हो हामी बोटानिकल गार्डन घुम्छौँ सो बोटानिकल गार्डन वी आर गोइङ टु बोटानिकल गार्डन र हामी चक्लेट खाइरहेछौँ खुवा न लाज नभएको एकै खान्छु यस्तो ज्ञानी यस्तो हुनुपर्छ भाग्यो फेरि भाग्यो यहाँ है अहिले सबजनाको फोटो सेसन चलिरहेको अवस्था छ हेलो हाई अङ्कल
What's up, girl? How you doing? Hey, how are you doing today? Great! I'm having some great time. फोटो खिच्दा घुम्दा हामी आधा पनि घुमिदिएको छैन र मोबाइलको चार्ज आधा दिन नभइकन पनि मेरो 7 दिन लागिसक्यो. Now I need to see what I need to do. पावर ब्याङ्क पनि ल्याएन आज, न चार्जर नै ल्यायो. के हो यो पनि. We are entering in the bonsai house. Hi. तिमीले जानु भएको छैन हो? लुगा लाउनु पर्दैन? पिफर पानी ल चाहिन्छ खाने ल ल्याऊ. हजुर बुझेँ मैले सबै कुरा बुझेँ. कान्छु राम्रो बोल न. Okay, now we exit from the bonsai house. Bonsai house. Cactus house. खुला भयो त जानेर. क्याक्टस हाउस लक छ जानलाई. तिमीलाई फाल्दिउँ, तिमीलाई क्याक्टसमा फाल्दिउँ. त्यही त त्यही तिमीलाई भित्र फाल्दिउँ. बाई. Mental plant house. What is your behavior, uncle? Just wait. Wait a minute. Why? Take my picture. This is rock garden. खिच्ने हो ल जमिन. This looks amazing. All little ponds. अनि ओ भ्यागुदा ओ खै त यता हेरेर ल फेरि ओ भ्यागुदा फेरि भब्रक गर ल के गर त. हाई घोडा. हामी चाहिँ बोटानिकल गार्डन घुमेर आउँदाखेरि हामीले चाहिँ एउटा ब्युटिफुल अमेजिङ लुकिङ बर्डलाई चाहिँ सबैजनाले फोटोग्राफरहरूले क्याप्चर गरेर आएको देखिरहेको थियौँ. सो मैले नि सानो ग्लिम्स क्याप्चर गरेको. These little kiddos were playing with that plastic bottle and they hit the bottle to me. So obviously I joined them for fun. The Bluetooth device is connected successfully. कान्जु अलिकति फ्रेमबाट हटाउँ न. सच्चै हो जहाँबाट नि फ्रेम हो काट यता जा. हो भेरी गुड. हो गाइस हामी चाहिँ एकछिन कहाँ गइरहेछौँ कान्छु? हामी जङ्गलमा हिँड्न गइरहेछौँ है. यस्तो जुत्ता लाएर यस्तो यहाँ मेरो लुक अलिकति चेन्ज भयो किनकि मलाई चिसो हावाले टाउको दुख्छ. अनि मैले टोपी लगाएँ. कान पनि छोप्दा इट्स गिभिङ मी स्टाइल एज वेल. कस्तो मजाको काम थियो. कस्तो हावा चलिरहेको थियो. हो र थाहै थिएन जङ्गल हो यो. ए हामी त्यसलाई वन भन्ठानिरहेको थियौँ. सो हामी चाहिँ रिटर्न गरिरहेछौँ होइन किनभने सबैजना डरायौँ. नट मैले केही देखिनँ डराउनलाई होइन. लाइक जङ्गलमा त्यो उयो रुखहरू हल्लियो है. हल्लिएर एकदमै वियर्ड भयो अरे. त्यही भएर हामी फर्क्यौँ. एन्ड यस हामी तिनजना चाहिँ यसरी पछाडि छ. अरे अङ्कललाई त कति हाइक गर्ने मन रहेछ.
अङ्कल फेरि गइसक्छु जङ्गलको बाटो त्यो कहाँ पुग्ला पुग्ला अलिकति स्पोर्ट्स सुज ला भइदियो भए म गइदिन्थेँ अलिकति स्पोर्ट्स सुज भएन कि यस्तो जुत्ता पर्यो So sad. So sad. And this was the last meal for the day, which we can say even the lunch or the dinner because we ate that almost at 5. This is the little glimpse of the funs we had while returning back home, and it was like around 8 p.m. when we returned, like we reached our house. Guys, हामी चाहिँ अहिले घर पुगिसकेको छौँ त्यहाँ कान्छु चाहिँ इफ यु क्यान सी यहाँ दिस इज अर पारा राइट नाउ सी इज अलरेडी इन अर नाइट ड्रेस अनि वाचिङ डोरेमोन अनि म चाहिँ यहाँनिर अलिकति माथि भगवानको आरती सारती गरेर भर्खरै आइपुगेँ यहाँनिर अनि अब त्यही हो द्याट वाज वाट माई पिकनिक लुक लाइक इन गोदावरी so if you liked this vlog, not the vlog which I posted after a long time, let's say, because I was very much lazy. I'm sorry for that, but still okay. So if you guys like this vlog, please like, share and subscribe. Okay. Oh. Yes, my all-time favorite pose, which everyone mocks me for. I'm going to next to the Thailand. Be prepared. Okay, so bye.